सो हेलो गाइज वेलकम ब्याक टु माई एनदर ब्लग। म आज गइरहेको छु बाल काट्न, किन भन्दाखेरि भोलि मेरो भाइको बर्थडे छ। सो मेरो भाइ पनि काट्छ अनि म नि काट्न पनि सक्छु, काट्न पनि सक्दैन किनकि मलाई बाल पाल्नु छ। सो त्यहाँ गएर चाहिँ म काट्छु कि काट्दैन थाहा भएन, तर मनमा चाहिँ लागेको छ कि काट्छु। सो मेरो भाइ चाहिँ काट्छ किनकि ह्यान्डसम बन्नु पऱ्यो नि त, भोलि उसको बर्थडे छ। सो ह्यान्डसम बन्छ। ओए रोक न यार, मैले तिमीहरूको बाउको के खाइदिएछु। सो हामी चाहिँ यतिजना जान लागेको, टक्कै बारेमा जान लागेको। बर्थडे चाहिँ यसको नाटकै त हो है। अनि के हुने हो भाइ, तिनीहरूको के जाने हो नि, के जाने। हाई गाइज उसको चाहिँ बर्थडे हो है, लुकिरहेछ। सबैजना पार्टीमा आएको ल, इसेवाको स्क्यान पठाउनु कमेन्टमा, उसले पार्टीको पैसा हालिदिन्छ। सो गाइज नेपालमा चाहिँ यत्तिकै घाम चाहिँ छ है, पसिना आउँछ, हावा पनि चलेछ, तर सुरु 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 मस्त है। ओहो गाइज हेर्न सक्नुहुन्छ। गाइज क्या है, देखो न जुल्फो। सो गाइज आँखा चाहिँ नलगाउनु होला है त्यसलाई। बिहान उठ्यो गुड मर्निङ भन्दै म्यासेज हानेर लड़की का चक्कर बाबू भैया, लड़की का। गाइस इधर देखो क्या है, मिशन कंप्लीट बनाना पड़ेगा लग रहा है मेरे को। सो गाइज है, हामी चाहिँ आधो बाटोमा पुगिसकेको छु। सो एउटा चिज चाहिँ म देखाउन चाहन्छु तपाईँहरूलाई। यो चाहिँ मेरो स्कुल हो है, म चाहिँ यहीँ पढेको। म यहाँ सायद मैले 9 देखि 12 सम्म पढेको यो स्कुलमा चाहिँ। अनि बहुत यादगारहरू छ यो स्कुलमा, किनकि बहुत हामीले चलेको है। अहिले म तपाईँलाई नजिक गएर देखाउँछु, किनकि बहुत यो स्कुलमा म भनौँ न बहुत काण्ड गरेछु भनौँ न यो स्कुलमा। मैले स्कुल बङ्क गर्नेदेखि लिएर है, केटाहरूलाई स्कुलबाट बङ्क गरेर भगाउनेदेखि लिएर धेरै कुछ के 4 महिनामा बस्यो। सो गाइज यो चाहिँ मेरो स्कुल हो है, मैले यहाँ पढेको हो। मैले 12 यतैबाट क्लियर गरेँ है, 12 चाहिँ यताबाट क्लियर गरेँ। उनीहरू पढाइरहेको छन्, त्यहाँ चाहिँ मेरो अङ्कल हुनसक्छन्, किनकि आजभोलि मेरो अङ्कल यता पढाउँछन् है। मलाई डर लाग्छ किनकि हेर्न सक्नुहुन्छ स्कुल चाहिँ दामी छ। फेरि सबैजना गाइज उताबाट मलाई हेर्दैछन्, किन हो मलाई हेर्दैछन् भनेपछि। हजुर भन न। सो आज मौसम नि दामी छ है, दामी। आज झुलिङ्गी पुल जानुपर्छ अहिले हेरौँ न के हुन्छ। झुलिङ्गी पुल। सो म तपाईँलाई पछाडिको चाहिँ गेट देखाएँ, म तपाईँहरूलाई अगाडिको गेट पनि देखाउने छु। अगाडि गेट चाहिँ पहिला राम्रो थिएन, आजभोलि राम्रो भएछ सायद। मतलब नयाँ भवनहरू बनाएको छ कि, हामी पढ्दाखेरि चाहिँ यस्तो यति साह्रो चाहिँ थिएन, तर मैले यो एउटा कुरा चाहिँ भन्न चाहन्छु। यो मैले यो टोइलेट छ नि, यो टोइलेट बिगार्नमा चाहिँ हाम्रो काम छ। किनकि अब आउने भयो है, टोइलेट राम्रै नहुने के, पिसा फेर्न पनि अब जान मन नलाग्ने। किन भन्दाखेरि अब धेरै गनाउने, अनि गनाउने बित्तिकै के हामीलाई अर्कै लाग्ने के, त्यसैले अब हुन्छ नि त केटाहरूको पारा भएपछि चाहिँ छोडिदिएको थियौँ हामीहरू। सो यो चाहिँ हाम्रो अगाडिको स्कुलको अगाडिको जाने बाटो है। कान्छी मेरी सो गाइज हामी फाइनली पुगिसक्यो दाइको त्यहाँ है। यो चाहिँ दाइको पसल हो, अब उसले काट्छ फेरि म काट्छु।
अब तयार काट्न त मन छैन काटिदिउँ र यहाँ चाहिँ स्टार्ट भइसक्यो यसको कभर काट्न हेर्न गाइस फाइनली यसको लुक हेर्न सक्नुहुन्छ कस्तो दामी देखिन्छ गाइस हेर्न सक्नुहुन्छ है यस्तै ठिक देखिन्छ है यो माथिदेखि उहाँ जाए यता यता तेरा क्या होगा कालिया सो गाइज हामी चाहिँ कपाल काटेर गइसकेको छौँ है उसको लुक चाहिँ यस्तो भइसकेको छ भान्जा पछाडि छन् एकजना ऊ पनि चिल्लो भइसकेको छ हेलो गाइस सन्चै हुनुहुन्छ होला नि सबै यस्तै मिनी ब्लग हेर्दै गर्नु र माया दिँदै गर्नु हाम्रो साथीलाई सबैले मलाई सपोर्ट गर्नु होला हाई हाई जलपरी किधर जारी हो भनेर म भन्न सक्दिनँ है यसरी कसैलाई पनि नजिस्काउनु होला राम्रो हुन्न सो अब हामी नास्ता खान जाने लागेको है आज भाइले पार्टी दिने अरे दाइ झोलचोम छैन के छ समोसा समोसा खाने समोसा मटर कसरी हो 40 को अब समोसा मटर खानु 40 80 दुईजनाको मतिर छ दुईजनाको ततिर दुई दिन न 4 ठाउँमा बन्द गर भाइ पहिला सो दाइ चाहिँ हाम्रो समोसा दिन लाग्छ भने हामी चाहिँ नास्ता खाने है गाइज गाइज हेर्न सक्नुहुन्छ हाम्रो यो समोसा मटर कान्छा कस्तो छ उता पनि आइसक्यो गाइज ओए मोबाइल बन्द गर उता गेम देखाइरहेछ हानेको हुनेको भनेर तर तिमीहरूले खाछौ कि खाँचैन दही हालेर चाहिँ राम्रो हुन्छ है विश्वास गर नगर मैले चाहिँ दामी लागेर भनेको है सो गाइज हामी चाहिँ नास्ता खाएर निस्किसकेको छौँ सो आजको भ्लग यति नै है सबैले माया गरिदिनु होला मलाई अनि सपोर्ट पनि गर्नु होला है हस्त तपाईँहरूलाई धेरै भन्दा धेरै माया छ अनि तपाईँहरूलाई अर्को भ्लगमा पनि यस्तै देखाउने छु सबैले मलाई फुल सपोर्ट गर्नु होला हस्त धन्यवाद